नेपालबाट भेरिफाइड पेपल एकाउन्ट कसरी बनाउन सकिन्छ भनेर धेरैजनाले मलाई चाहिँ यो मेसेज गर्नुभएको थियो होइन। धेरैजनाले मलाई पर्सनली बनाइदिनु पनि धेरैजनाले भन्नुभएको थियो। अब यो नेपालबाट भेरिफाइड पेपल एकाउन्ट बनाउने मैले पहिला पनि भिडियो बनाइसकेको थिएँ होइन। मैले 2टा भिडियो बनाएको छु र जसबाट बनाउँदाखेरि धेरैजना साथीहरूको बनेन भन्नुभएको थियो। अब यो नबन्नुको कारण के हो, जस्तै यहाँ यस्तो समस्या आइरहेको रहेछ अहिले चाहिँ यो एकाउन्ट नट क्रिएटेड। बिजनेस एकाउन्टबाट बनाउँदाखेरि पनि यो समस्या आइरहेको रहेछ कि नेपालबाट चाहिँ पर्सनल एकाउन्टबाट बनाउँदाखेरि बन्दैन। तपाईँहरूमध्ये धेरैजनालाई थाहा होला यस्तो सुविधा छैन नेपालबाट बनाउने। त्यही भएर हामीले बिजनेसबाट बनाउँदाखेरि यो काम गर्छ है त। बिजनेसबाट बनाउँदाखेरि हामीले कारोबार गर्न मिल्ने, नेपालबाट नै ट्रान्ज्याक्सन गर्न मिल्ने, नेपालको इसेवा पेपलबाट इसेवामा ब्याङ्कमा ल्याउन मिल्ने यो बिजनेसबाट बनाउँदाखेरि बन्छ। तर यो धेरैजनाकोमा चाहिँ समस्या आइरहेको रहेछ यस्तो खाले नबन्ने अथवा डिटेल राख्दै गएपछि यो समस्या आउने, वेबसाइटमा यो के इस्यु देखाउने र धेरैजनाको नबन्ने, धेरै बिग्रिसकेको रहेछ धेरैजनाको होइन। अब मैले पनि यो पहिला भिडियो एउटा बनाएको थिएँ, त्यसबाट बनाउँदाखेरि अब धेरैजनाको कसैको चाहिँ बनेको थियो। मैले आफूले पनि सेम त्यही तरिकाबाट बनाएको थिएँ, मेरो पनि भेरिफाइड बनेको छ र मैले पनि कारोबार गरिरहेको छु होइन। सबै इन्टरनेसनल ट्रान्ज्याक्सनहरू इसेवामा लिने यताउता कारोबार गर्ने गरिरहेको छु। तर कोही साथीहरूले बनेन भन्नुभयो, मलाई बनाइदिनु भनेर दिनदिनै मेसेज गर्नुहुन्छ। अब म तपाईँहरूलाई यहाँ भन्छु कसरी यो चाहिँ हामीले एकाउन्ट बनाउने, कसरी बनाउँदाखेरि बन्छ। तर अहिले यस्तो समस्या आइरहेको छ, यसको समाधान के छ र हामीले चाहिँ यो जस्तै बनाउँदाखेरि के गल्ती गर्न भएन, यो साइटहरूको पनि कुरा हुन्छ। जस्तै पहिला चाहिँ मैले यो फिलिपिन्सको साइटबाट बनाउँदाखेरि बनेको थियो यो PayPal/PH यो साइट फिलिपिन्सको साइटबाट बनाउँदाखेरि बनेको थियो। मैले यो साइटबाट बनाएको थिएँ होइन, फिलिपिन्सको क्षेत्रबाट। र अहिले चाहिँ धेरैजनाले यो के भन्नुहुन्छ भने चाहिँ बनेन, यस्तो समस्या आयो भन्नुहुन्छ। र यहाँ चाहिँ यो साइप्रसको साइटबाट अहिले PayPal/PH/home यो साइटबाट बनाउँदाखेरि पनि कसैको बन्ने, तर कसैको चाहिँ यो समस्या आउने धेरैजनाको रहेछ। र यो चाहिँ फिक्स बन्छ भनेर चाहिँ भन्न सकिन्न, तर कुनै केसमा चाहिँ यो के हुँदो रहेछ भने चाहिँ धेरै समस्या देखाउने, नेपालमा त्यस्तो एभाइलेबल छैन नि त। सो त्यही भएर त्यस्तो रहेछ। मैले चाहिँ यहाँ तपाईँलाई कसरी चाहिँ हामीले यो अलिकति बनाउन सक्छौँ, हामीले भेरिफाइड पेपल एकाउन्ट कसरी बनाउन सक्छौँ कारोबार गर्न मिल्ने भनेर म तपाईँलाई यहाँ भन्न चाहन्छु। यहाँ यसरी बनाउनु होला भन्न चाहन्छु। तर यस्तो समस्या आयो भने समाधान के हुन्छ भने भन्न गइरहेको छु। भिडियोलाई म यहाँ स्क्रिन सेयर गरेर तपाईँलाई यहाँ देखाउँछु है त, यहाँ यो साइटहरूको कुरा। ल साथीहरू, सुरुमा चाहिँ तपाईँ आफ्नो क्रोम ब्राउजरमा आएर माथि यो सर्च गर्नु होला, PayPal/PH home भनेर सर्च गर्नु होला। मतलब यो अहिले चाहिँ हामी यो फिलिपिन्सको साइटबाट ट्राई गर्नेछौँ है त, यसबाट बनाउनेछौँ। र PayPal/PH/home सर्च गर्नु होला, यो फिलिपिन्सको साइटबाट है त। PH भनेको फिलिपिन्सको साइटबाट हुन्छ र यसलाई चाहिँ सर्च गर्नेछौँ। र त्यसपछि यहाँ तल भनेको हुन्छ यहाँ साइन अप फर पेपल बिजनेस एकाउन्ट भनेको छ यहाँ होइन। त्यसपछि यहाँ सिङ्गापुर अथोरिटी अफ सिङ्गापुर पनि भनेको छ। र त्यसपछि यहाँ पेपल NP भनेको छ। यो चाहिँ नेपालको साइट हो, NP भनेको नेपाल देखाइरहेको हो होइन। तर यहाँ माथि छ यो जुन यो सुरुको वेबसाइट आउँछ, यसमा क्लिक गर्न होला। र यहाँ क्लिक गरेपछि तपाईँको यहाँ चाहिँ यो फिलिपिन्सको साइट हो, यसबाट हामी यहाँ बनाउनेछौँ। जस्तै यहाँ चाहिँ अब बिजनेस र पर्सनल भनेको छ, यहाँ बिजनेसमा सिलेक्ट गरेर नेक्स्ट गर्नु होला। पहिला चाहिँ यो माथि 3वटा लाइनमा क्लिक गरेर यहाँ चाहिँ तल डेस्कटप साइट चाहिँ इनेबल गर्नु होला। यहाँ छ डेस्कटप साइट, यसबाट बनाउँदाखेरि प्रभावकारी बन्छ है त। यसमा क्लिक गर्नु होला। र अब चाहिँ यो बिजनेस सिलेक्ट गरेर गेट स्टार्टेडमा क्लिक गर्छौँ। र यो गरेपछि हामीले यहाँ चाहिँ केही चाहिँ बिचमा चाहिँ यो इररहरू आउन सक्छ, राम्रोसँग स्टेप हेर्नु होला, तपाईँले बुझ्नुहुन्छ है त। त्यसपछि यहाँ फिलिपिन्सको यो कोड देखाउँछ, यो तलको सेक्सन छ, यो तल एरो देखाइरहेछ नि। यो उमा वेबसाइटमा बनाउँदाखेरि चाहिँ यो बनिरहेको सजिलो हुन्छ। यसमा मोबाइलमा चाहिँ अलिकति यो आउन चल्न अलिकति ढिलो हुन्छ। यो तल स्यालास यो यस्तो खाले देखाइरहेछ, यसमा क्लिक गर्नु होला। र अब चाहिँ यो अलिकति पछाडि जुम आउट गरेर यहाँ तल स्क्रोल गर्दै जानु होला र यहाँ नेपाल खोज्नु होला है त। नेपालको कोड राख्न पर्यो। सो यहाँ चाहिँ M आयो, N आयो, यहाँ नेपाल आएको छ 977। सो यो सिलेक्ट गर्नु होला। र त्यसपछि यहाँ फर्स्ट नेम राख्नु होला। त्यसपछि यहाँ आफ्नो फर्स्ट नेम, मिडल नेम, लास्ट नेम राख्नु होला। त्यसपछि यहाँ फोन नम्बर राख्नु होला, आफ्नो फोन नम्बर के छ त्यो फोन नम्बर राख्नु होला। त्यसपछि इमेल एउटा नयाँ बनाएको यहाँ इमेल राख्नु होला। र यहाँ इमेल पछि यहाँ तल भनेको छ अब यहाँ पासवर्ड, एउटा पासवर्ड यो 8 अक्षरदेखि 20 अक्षरसम्मको एउटा लामो एउटा नम्बरसम्म सबै मिक्स गरेर यहाँ राख्नु होला। र त्यसपछि अब यहाँ तल युआर एग्री भनेको छ, यसमा क्लिक गर्नु होला है त। अब यो सबै डिटेल म राख्छु र मैले यहाँ चाहिँ सम्पूर्ण डिटेलहरू राखिसकेको छु होइन। अब आफ्नो फोन नम्बर, त्यसपछि इमेल, सबै पासवर्ड, फर्स्ट नेम, लास्ट नेम। सो अब चाहिँ यहाँ एग्री एन्ड क्रिएट एकाउन्टमा क्लिक गर्छु। अब यहाँ चाहिँ सेक्युरिटी च्यालेन्ज भनेको छ, यसमा चाहिँ तपाईँले आई एम नट अ रोबोटमा क्लिक गर्नु होला। र यसै गरेर सम्पूर्ण डिटेलहरू राम्रोसँग राख्नु होला, राम्रोसँग यहाँ हेर्नु होला है त। हामीले नेक्स्ट गरिसकेपछि यहाँ बनाउन लाग्दाखेरि फेरि यही समस्या आयो, यहाँ हेर्न सक्नुभयो वी क्यान क्रिएट योर एकाउन्ट राइट नाउ भनेर
यो डेबग आइडी दियो, यो समस्या आयो। अब यो समस्यालाई कसरी समाधान गर्ने त भनेपछि हामीले अरू यो वेबसाइट अरू डोमेन नेमहरू प्रयोग गर्न पर्ने हुन्छ। अब यसबाट बनेन हैन, अब हामी चाहिँ अर्को यो साइप्रसको साइट छ त्यसबाट ट्राई गर्छौँ। सुरुमा आएर paypal/cy/home भनेर सर्च गर्नु होला है त। यहाँ सर्च गर्नु होला, यो भनेपछि यो साइप्रसको साइटमा जान्छौँ र त्यसपछि यहाँ सुरुमा गेट स्टार्टेड यहाँ CY यस्तो खाले CY यो गेट स्टार्टेड भनेर यो आएको छ, यसमा क्लिक गर्छौँ र यसमा क्लिक गरिसकेपछि अब यो साइटबाट हामीले बनाउन ट्राई गर्नेछौँ र त्यसपछि यहाँ गेट स्टार्टेड भनेको छ र यहाँ माथि टपमा चाहिँ यहाँ साइन अप भनेको छ, यो साइन अपमा क्लिक गर्नु होला माथि कुनामा हो, यहाँ साइन अपमा क्लिक गर्नु होला। अब चाहिँ यहाँ चाहिँ पर्सनल र बिजनेस एकाउन्ट भनेको छ, यहाँ हेर्नु होला, यहाँ एकछिन यहाँ तपाईँको कन्ट्री चाहिँ यहाँ साइप्रस भएको छ हैन, र यो कन्ट्रीमा यदि यसबाट पनि बनेन भनेपछि यसमा च्यापेर अब अथवा हामीले अरू कन्ट्रीहरू ट्राई गर्न पर्ने हुन्छ हैन। यी धेरै कन्ट्रीहरू छन्, नेपाल पनि छ, अथवा नेपालै राखेर पनि मैले ट्राई गरेको थिएँ तर हिजो मेरो समस्या आयो हैन, नेपाल राखेर पनि बनेन। अब साइप्रस नै राखौँ, अहिले साइप्रसबाट नै बन्छ भनेर धेरैजनाले पनि भनेका थिए हैन, सो साइप्रस नै राखौँ। मैले चाहिँ अरू पनि ट्राई गरेँ तर त्यस्तो बनेन र यहाँ चाहिँ बिजनेस एकाउन्ट सिलेक्ट गरेर कन्टिन्यू गरेर सेम अघिकै स्टेप गर्न पर्ने हुन्छ के, हामीले सेम अघिकै स्टेप गरेर यहाँ चाहिँ एग्री एन्ड कन्टिन्यू गरेर त्योभन्दा अगाडिको स्टेप दियो भने चाहिँ हामीले बनाउन सक्छौँ। अब यहाँ सेम त्यही अघिको आएको छ र अगाडि कोड चाहिँ यो साइप्रसको आएको छ। अब यसमै क्लिक गरेर हामीले यो नेपालको अघिको जस्तै गरेर यहाँ सबै डिटेल चाहिँ अब यहाँ आफ्नो देशको कन्ट्री कोड राखेर आफ्नो ऊ राखेर राम्रोसँग यहाँ डिटेलहरू भर्नुपर्ने हुन्छ र यहाँ एग्री एन्ड क्रिएट एकाउन्ट गर्नुपर्ने हुन्छ। र त्यो गर्दा पनि यस्तो समस्या आयो भनेपछि अब हामीले चाहिँ के गर्न पर्ने हुन्छ, मुख्य कुरा भनेपछि अब हामीले अन्य साइटहरू ट्राई गर्न पर्यो, तर अहिले धेरैजनाको बनिरहेको पनि छैन। अहिले समस्या यस्तै छ, नेपाल राष्ट्र बैङ्कले नियमन पनि गरेको छ, अरू ट्राई गर्नुभयो भने चाहिँ भयो भने भयो, नत्र चाहिँ अहिलेको लागि चाहिँ यस्तो समस्याहरू आइरहेको छ, त्यही भएर अहिलेको लागि चाहिँ वेबसाइटले काम गर्दैन, पछि गर्न पर्ने हुन्छ। अब हामीले के गर्न पर्यो भने चाहिँ मुख्य गरेर योभन्दा यहाँ एग्री एन्ड कन्टिन्यू यहाँ सबै डिटेल राखेर एग्री एन्ड कन्टिन्यू गरेर त्यो अघि रोबोट च्यालेन्ज सेक्युरिटी च्यालेन्ज त्यसलाई नेक्स्ट गरिसकेपछि अगाडि डिटेलहरू भर्ने कसरी भर्ने त्योभन्दा अगाडिको प्रोसेस चाहिँ मैले अर्को भिडियोमा भनिसकेको छु। म तल लिङ्क सुरुमा राखिदिन्छु हैन, सुरुमा त्यो भिडियोको लिङ्क राखिदिन्छु। त्यो अगाडि डिटेल भर्ने आयो भने चाहिँ एग्री एन्ड कन्टिन्यू पछि त्यो डिबग आइडी यस्तो समस्या आएन, त्यो अगाडि भर्ने स्टेप आयो भने चाहिँ तलको भिडियो हेर्नु होला, डिस्क्रिप्सनमा म फर्स्टमा राखिदिन्छु, त्योभन्दा अगाडिको स्टेप सबै मैले त्यसमा बताएको छु के गर्ने भनेर। अब त्यसपछि यहाँ मैले ट्राई गर्छु, हेर्नु होला यहाँ पनि फेरि त्यस्तै समस्या आएको छ, यो वी कान्ट क्रिएट योर एकाउन्ट राइट नाउ भनेको छ र यो आइडी पनि यो दिएको छ। भन्नुको मतलब अहिले चाहिँ यो पुरै रूपमा चाहिँ नेपालको लागि चाहिँ बनाउनका लागि चाहिँ यो बन्द गरिदिएको छ सरकारले, मतलब अहिले चाहिँ कुनै पनि यो बिजनेसबाट बनाउँदाखेरि पनि काम गरिरहेको छैन हैन। यो चाहिँ केही निश्चित समयका लागि हुन्छ, धेरैजनाले बनाउन प्रयास गर्दाखेरि हैन, अथवा यस्तो खाले अब मान्छेहरूले धेरै बनाउन प्रयास गर्यो, नेपाल सरकारले चाहिँ यो नेपाल राष्ट्र बैङ्कले अनुमति दिएको छैन, अथवा अहिले यस्तो नेपालका लागि खासै एभाइलेबल छैन नि त यो, सो त्यही भएर हो। नत्र बिजनेसबाट बनाउँदाखेरि मैले फिलिपिन्सको साइटबाट त्यो अघिल्लो प्रोसेसबाट बनेको थियो र मैले कारोबार पनि गरिरहेको छु। यदि तपाईँकोमा कुनैमा ब्यालेन्स छ भने चाहिँ विथड्र गर्न पर्ने छ भने चाहिँ मलाई भन्नु होला बरु, र त्यो हुन्छ। नत्र चाहिँ यो जस्तै यो अहिले चाहिँ यस्तो धेरै समस्या आइरहेको छ, अहिले यो समस्याले गर्दाखेरि अहिले धेरैजनाको बनिरहेको छैन, सो यसको सोल्युसन केही छैन। अहिले चाहिँ तपाईँले मुख्य गरेर चाहिँ के गर्नु पर्यो भने चाहिँ अरू यसो ट्राई गर्नु होला, भयो भने चाहिँ यस्तो समस्या आएन भने चाहिँ योभन्दा अगाडिको स्टेप मैले भिडियोमा भनिसकेको छु र यो भिडियोलाई अब मैले योभन्दा अगाडिको स्टेप चाहिँ तलको भिडियोमा मैले राखिदिएको छु, यदि आयो भने चाहिँ डिटेल भर्ने आयो भने चाहिँ, तर अहिलेको लागि काम गरेको छैन। म चाहिँ पछि यो काम गर्ने जस्तो भयो अथवा केही सोल्युसन मिल्यो भने चाहिँ भिडियो ल्याएर आउँछु है त। यो भिडियो चाहिँ यहाँ अगाडि हेर्नु होला। सो यहाँ बुझ्नुपर्ने कुरा के हो भने चाहिँ नेपालमा आधिकारिक रूपमा चाहिँ यो पेपल एकाउन्ट बनाउनका लागि कुनै सुविधा छैन हैन। त्यस्तो पर्सनल एकाउन्टको रूपबाट यसरी बनाउनका लागि नेपाल राष्ट्र बैङ्कले अहिलेसम्म अनुमति दिएको छैन। सो त्यही भएर हामीले यो अल्टरनेटिभ बिजनेसको माध्यमबाट बनाउँदाखेरि अब पहिला बनाउने मान्छेको चाहिँ धेरैको बनेको थियो, तर अहिले चाहिँ त्यस्तो वेबसाइटले काम गरिरहेको रहेन रहेछ। पहिला चाहिँ मैले पनि 3-4वटा बनाएको थिएँ सँगसँगै, त्यसै गरेर फिलिपिन्सको साइटबाट बनिसकेको थियो हैन। तर अहिले चाहिँ यो बन्दैन रहेछ। यो कारण चाहिँ अहिले यस्तो धेरैजनाले बनाउन प्रयास गरे, नेपालमा अलिकति उ भयो, त्यही भएर रहेछ। नेपाल राष्ट्र बैङ्कले पनि अलि नियमन गरेको छ अलिक कडा, त्यही भएर यो बनिरहेको छैन रहेछ। र अब यो तरिकाले तपाईँले यो साइटहरू विभिन्न ट्राई गर्नु होला, फिलिपिन्सको साइट, साइप्रसको साइट, अथवा कन्ट्री चेन्ज गरेर अथवा VPN युज गरेर पनि बनाउन त सकिन्छ होला जस्तो लाग्छ मलाई, तर VPN युज गर्दा पनि यो सायद बन्दैन होला मलाई लाग्छ, किनकि हामीले आफ्नै नम्बर राख्नु छ आफ्नै देशको, अब नेपालको। अब जस्तै बाहिर देशमा हुनुहुन्छ भने चाहिँ त त्यहाँकैबाट मजाले पर्सनल एकाउन्ट्स बनिहाल्छ हैन, बाहिर देशमा इन्डिया
अरू देशमा बन्छ, तर नेपालमा चाहिँ त्यो एभाइलेबल छैन। बिजनेसबाट बनाउँदाखेरि यो समस्या आयो भने तपाईँले अब यस्तै गरेर अन्य अन्य ट्राई गर्न पर्ने हुन्छ। ट्राई गरेपछि अब कुनै केसमा कहिलेकाहीँ यसो बन्न सक्छ, नत्र चाहिँ यो गाह्रै नै हुन्छ। अहिलेको लागि चाहिँ म के भन्छु भने यो ट्राई गर्नु होला, यसरी बिजनेसबाट गएर त्यहाँ कन्ट्री अथवा चेन्ज गरेर यसो प्रयास गरिराख्नु होला, र यदि बन्यो भने चाहिँ त्योभन्दा अगाडिका डिटेलहरू राख्नु होला, र यस्तो गर्दै जाँदा बन्छ। मैले योभन्दा अगाडि पनि मैले भिडियो, यो सेकेन्ड भिडियो म तल लिङ्क राखिदिन्छु होइन, दोस्रो भिडियोको मैले त्योभन्दा अगाडिको स्टेप त्यहाँ के गर्ने भनेर त्यो भिडियोमा अलरेडी मैले बताइसकेको छु। त्यो भिडियो म राखिदिन्छु। यदि तपाईँको यो अवस्थामा यस्तो समस्या नदेखायो, यस्तो समस्या देखिएन, र त्यसपछि योभन्दा अगाडि चाहिँ प्रोसेस गयो भने चाहिँ सबै प्राय यो राख्ने गयो भने चाहिँ मैले तलको भिडियो राखेको छु, यहाँ सुरुमा राखेको छु, त्यो भिडियो हेर्नु होला। त्यो भिडियोमा प्रोसेस मैले अगाडि के गर्न सकिन्छ सबै स्टेप बताएको छु, र तपाईँले चाहिँ त्यसबाट मजाले चाहिँ तपाईँले अब यसो त्यो अगाडिको डिटेलहरू माग्यो भने चाहिँ त्यो डिटेलहरू त्यसरी राखेर तपाईँले एकाउन्ट बनाउनु होला, र यसरी बन्नेछ है त। म अगाडि चाहिँ केही अब योभन्दा अगाडि चाहिँ केही त्यस्तो मिल्यो अथवा केही अल्टरनेटिभ मिल्यो, केही उपायहरू पत्ता लाग्यो, बनाउन सकिने सरल माध्यम मिल्यो भने म भिडियो ल्याएर आउनेछु। आजका लागि यति नै है त। तपाईँले भिडियो कस्तो लाग्यो भन्नु होला, कमेन्ट गर्नु होला। तपाईँकोमा के समस्या छ है त, के समस्या छ यहाँ कमेन्ट गर्नु होला। कमेन्ट गरेको मैले देख्छु। मेसेजमा चाहिँ धेरैजनाले मेसेज गर्ने हुनाले मैले त्यसरी हेर्न पाउँदिनँ, हेर्न सक्दिनँ। सो कमेन्ट गर्नु होला। कमेन्ट गरेपछि म तपाईँको समस्या त्यहाँ समाधान गर्ने उपाय ल्याएर आउनेछु। कमेन्ट गर्नु होला, सेयर गर्नु होला है त। आफ्नो साथीहरूलाई कस्तो लाग्यो भिडियो कमेन्ट गर्न नभुल्नु होला।